म मोतीराम भट्ट। मेरो जीवन छोटो रह्यो, केवल 30 वर्ष। तर मेरो मुटुमा नेपाली भाषा र साहित्यलाई उचाइमा पुर्याउने एउटा ठूलो र कहिल्यै ननिभ्ने आगो थियो। मैले बनारसमा बसेर नेपाली भाषामा पहिलो पटक पत्रिका र किताबहरू छाप्ने काम सुरु गरेँ। म चाहन्थे हरेक नेपालीको हातमा आफ्नै भाषाको साहित्य पुगोस्। मैले भानुभक्त आचार्यलाई खोजेँ, उनको रामायणलाई जनमानसमा पुर्याएँ। मैले नै भानुभक्तलाई आदिकविको उपाधि दिएर नेपाली साहित्यको इतिहासलाई एउटा नयाँ मोड दिएँ। मैले मण्डली स्थापना गरेर युवा साहित्यकारहरूलाई प्रोत्साहन गरेँ। मैले नेपाली साहित्यमा समस्या पूर्ति, गजल र श्रृङ्गारिक धाराको सुरुवात गरेर आधुनिकताको बिउ रोपेँ। मैले नेपाली भाषामा गजलको रचना गरेर यसलाई एउटा नयाँ र लोकप्रिय विधा बनाएँ। मेरो गजलले प्रेम, प्रकृति र समाजको भावनालाई शब्दमा व्यक्त गर्थ्यो। मेरो जीवन छोटो रह्यो, तर मेरो योगदान अमर छ। युवाहरूको जोश र साहित्यको शक्तिले नै एउटा राष्ट्रलाई समृद्ध बनाउँछ। जय नेपाल।